कसैले केही भने कि म त पर्सनली लिइहाल्छु कुराहरूलाई। यो मैले कतै सुनेको थिएँ कि हाम्रो लाइफमा सबैभन्दा ठुलो दुःखहरू जति छन् नि अरूले ल्याउँदैनन् रे के, हामी आफैले नै त्यसलाई बनाउँछौँ रे के। सो कसैले केही भन्यो भने त्यसलाई पर्सनली लिने, अनि हामी त हाम्रो लाइफको मेन क्यारेक्टर हो, स्टोरी त हामीलाई प्ले गर्नु पर्यो। सो यो कुराले गर्दा अरूले भनेको कुरालाई पर्सनली लिने अनि सेल्फ सफरिङ सुरु गर्ने। सो एउटा स्टोरी सुनौँ, यो त स्टोरी सिरिज गराउनु पर्छ जस्तो छ। सो एक दिन एउटा मान्छे थियो, सेन्सिटिभ नेचरको मान्छे थियो। उसलाई सानो सानो कुराहरूमा पनि लाग्थ्यो मलाई रेस्पेक्ट गरेन, मलाई इग्नोर गर्यो, मलाई डाउन फिल गराउन खोज्यो। सो ऊ एक दिन चाहिँ एउटा साधुकोमा गयो र उसले साधुलाई भन्यो, बाबा म सबै कुराहरू पर्सनली लिन्छु, मेरो लाइफमा पिस छैन, म एकदमै धेरै सफर गर्छु। साधुले एउटा ग्लास ल्याएर उसलाई भन्नुभयो, यो ग्लासमा पानी भर। मान्छेले पानी भर्यो अनि साधुले भन्नुभयो, यो भरेको ग्लासको पानी लिएर तिमी हिँड, जति हिँड्नु छ हिँड, तर यो पानी नछल्किने गरी हिँड। एक स्टेप फेरि एक स्टेप, पुरा फोकस ग्लासमा दिएर हिँड्न थाल्यो। जब जब ऊ बाटोमा हिँडिरहेको थियो मान्छेहरूले उसलाई बोलाए, मान्छेहरूले उसको पछाडि कुराहरू काट्न थाल्यो, कसैले त उसलाई पागल भएछ भने, तर उसले कसैलाई पनि रियाक्सन दिएन किनकि उसको फोकस ग्लासमा पानी नखसोस् भनेर थियो। ऊ साधु कहाँ फर्कियो अनि साधुलाई भन्यो, फर्केर आए। साधुले भनिसकेपछि बाटोमा तिमीलाई कसले बोलायो, बाटोमा तिमीलाई तिम्रो बारेमा कसले कुरा गर्यो, तिम्रो पछाडि कसले कुराहरू काट्यो। र उसले भन्यो, बाबा मेरो फोकस त सबै यो ग्लासमा थियो, पानी नखसोस् भनेर, कसले के भन्यो मलाई त थाहा नै भएन। अनि साधु मुस्कुराउँदै भन्नुभयो, एक्ज्याक्टली, जब तिम्रो लाइफमा तिम्रो फोकस क्लियर हुन्छ तिमी अन्नेसेसरी कुराले डिस्टर्ब हुँदैनौ। तिम्रो लाइफमा प्रब्लम भनेको अरू मान्छे होइन, तिम्रो एटेन्सन हो। साधुले मुस्कुराउँदै भन्नुभयो, यो ग्लास पनि त तिम्रो माइन्ड जस्तै हो, जब तिमी सबै कुराहरू पर्सनली लिन्छौ यो ग्लासको पानी छल्के जस्तै तिम्रो माइन्ड पनि छल्किन्छ। तिमी सोच्छौ उसले मलाई इग्नोर गर्यो, उसले मलाई डिसरेस्पेक्ट गर्यो, उसले मलाई हर्ट गर्न खोज्यो, तर ट्रुथ के हो भने मोस्ट अफ द टाइम पिपल आर फाइटिङ देयर ओन ब्याटल्स। उनीहरूको मुड, उनीहरूको स्ट्रेस, उनीहरूको इन्सेक्युरिटी त्यसको रिफ्लेक्सन हो। तर हामीहरू कहिलेकाहीँ के गर्छौँ, उनीहरूको प्रब्लमलाई हाम्रो लाइफको आइडेन्टिटी बनाइदिन्छौँ। हामी सोच्छौँ म इनफ छुइनँ कि, म रङ छु कि, म नराम्रो छु कि, अनि हाम्रो सफरिङ यहीँबाट सुरु हुन्छ। रियालिटी त यही हो, नभएको कुरा हामी आफै सम्झेर आफैलाई गाह्रो पारिरहेको हुन्छौँ। सोच्नुहोस् त, तपाईँ कोसँग एकदमै नजिक हुनुहुन्छ, तपाईँको दाइ भाइ फ्यामिली साथीहरू, सो त्यो नजिक हुनु भनेको चाहिँ तपाईँले सबै कुराहरू पर्सनली लिने लाइसेन्स पाएको होइन क्या, यो कुरा चाहिँ बुझ्नु पर्यो। जब जब तपाईँले कुराहरू पर्सनली लिन थाल्नुहुन्छ नि लाइफमा, फर्स्ट थिङ भनेको तपाईँको त्यो व्यक्तिसँग ट्रस्ट टुट्दै जान्छ अनि इगो धेरै बढ्दै जान्छ। जोसुकैसँगको रिलेसनसिप हो, साथी गर्लफ्रेन्ड, सबै रिलेसनसिपहरू टक्सिक हुँदै जान्छ। तपाईँले जे एक्सपिरियन्स गर्नुपर्ने राम्रो कुराहरू त्यो सबै खत्तम हुँदै जान्छ। सानो कुरामा हामी धेरै सेन्सिटिभ भएर ओभर रियाक्ट चाहिँ गर्नु भएन। रुट प्रब्लम भनेको चाहिँ त्यो मान्छे होइन कि हामीले कुरा पर्सनली लिने हाम्रो ह्याबिट हो। तपाईको पिस तपाईको हातमा छ, बिकज द मोमेन्ट यु स्टप टेकिङ थिङ्स पर्सनली, लाइफ बिकम्स लाइटर, माइन्ड बिकम्स calmer, and suffering becomes optional. Yes, suffering becomes optional. Thank you for watching.